सानो देश तर क्रिकेटमा इतिहास बोकेको देश। आज नेपालले युएसए विरुद्ध साथीहरू 122 रनले चाहिँ विजय हासिल गरेको छ। आज पनि नेपालको बलिङ तर्फबाट साथीहरू धेरै नै राम्रो प्रदर्शन हेर्न चाहिँ पायो। सन्दीप लामिछानेको त्यो 3 विकेट, ललित राजवंशीको त्यो 3 विकेट, गुलसन झाको त्यो 2 विकेट, सोम्पल कामीको 1 विकेट, दिपेन्द्र सिंह को 1 विकेटले गर्दा साथीहरू नेपालले आज विजय हासिल गर्न सफल भएको छ। नेपालले आज युएसएलाई 318 को टार्गेट दिएको थियो साथीहरू, तर युएसएले साथीहरू 41.2 ओभरमा 10 विकेटको क्षतिमा 195 रन मात्रै जोड्न सफल भएको थियो। यसै गरी साथीहरू नेपालले 122 को ठूलो रनले चाहिँ विजय हासिल गरेको छ। ग्रेट साथीहरू, तपाईहरुलाई आजको म्याच कस्तो लाग्यो कमेन्ट गर्नु होला।